नमस्ते। यो हाम्रो प्रोजेक्टको शीर्षक चाहिँ अर्थ रेसिस्टेन्ट मोडल। हामीले चाहिँ दुई प्रकारको यहाँ घर तपाईँको अगाडि प्रस्तुत गरेका छौँ। एउटा चाहिँ साधारण र एउटा चाहिँ भूकम्प चोकी राष्ट्रहरूमा पाइने जापान लगायतको देशहरूमा प्रायः जसो बनाउने घर। यो चाहिँ एकदमै विकसित हुन्छ। नेपालमा पनि कतिपय काठमाडौँ जस्तो सहरहरूमा यस खालको घर पाइन्छ। हामीले चाहिँ स्थानीय साधनको प्रयोग गरेर यो घर निर्माण गरेका छौँ। घर बनाउनको लागि हामीले यहाँ काटिङको प्रयोग गरेका छौँ र यो घरमा पिलरको रूपमा तामाको तारको प्रयोग गरेका छौँ। यो हालतहरू चाहिँ अब तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। यहाँ अहिले चाहिँ यो भूकम्प आएको छ अनि भूकम्प आउँदा चाहिँ यो घरभन्दा यो घरमा दुवै घरमा पानी छ सर। यो घरको पानी चाहिँ पुगेको छ, यो घरको पानी चाहिँ पुगेको छ। किनभने भूकम्प आउँदा चाहिँ यो घरको यो तामाको तारले चाहिँ भूकम्प एब्जर्ब गर्ने र यो घरलाई अलिक सुरक्षित प्रदान गर्ने गरिन्छ। तर यो घरमा त्यस्तो नभएको यो घरमा चाहिँ भूकम्प नै आउने अनि